प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा उभिएर नेपालले पनि भारतको जग्गा मिचेको भनेर बोल्नु भए पछाडि कथामा दुईटा ट्विस्ट आइसकेका छन्। यो दुईटा ट्विस्ट मध्ये एउटा ट्विस्ट भारतको विदेश मन्त्रालयको अवधारणा पनि हो। उनीहरूको आफ्नो लाइन उनीहरूले स्पष्ट पारेका छन्, त्यसमा पनि म चर्चा गर्न जानेछु। त्योभन्दा अगाडि सरकारका प्रवक्ताले बोल्नु भएको छ, त्यसमा पनि म जानेछु। त्योभन्दा अगाडिको सिनमा हामी कुरा गरौँ, किनभने इन्टरभलभन्दा अगाडिको सिन निकै नै फरक थियो। प्रधानमन्त्रीले त्यो कुरा बोलिसके पछाडि पक्ष विपक्षमा नेपाली जनमानस बाँडियो, सदन पनि बाँडियो र पक्ष विपक्षमा बहसहरू हुन थाले। त प्रधानमन्त्रीका अन्ध समर्थक प्रमाणित हुनलाई, चरम अन्ध समर्थक प्रमाणित हुनको लागि प्रतिस्पर्धामा सहभागी रहेका केही मानिसहरूले सत्यवादी राजा हरिश्चन्द्रको पनि बाउ देखिनको लागि विभिन्न प्रकारका फोटो, विभिन्न प्रकारका भिडियो, विभिन्न प्रकारका अवधारणाहरू सामाजिक सञ्जालमा राख्दै जग्गा मिचेकै हो, जग्गा मिचेकै हो, जग्गा मिचेकै हो भन्न थाले। यानि कि प्रधानमन्त्रीले भनेको कुरा 100% सही हो, नेपालले भारतको जग्गा मिचेकै हो भनेर आफै प्रमाणित गर्दिन थाले। मेरो अघिल्लो भिडियोमा मैले भनेको थिएँ 10 गजा किसानले मिचेका छन्, 10 गजामा बस्तीहरू बसेका छन्। त्यो राज्यको नियतबाट भएको अतिक्रमण होइन, त्यो जनस्तरबाट भएको अतिक्रमण हो। जनस्तरबाट भएको अतिक्रमण र राज्यले नियोजित रूपमा गरेको अतिक्रमण फरक कुरा हो। तर चाटुकारहरूले त्यसलाई एउटै बास्केटमा हालेर नेपाल राज्यले नै नियतवश भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लागि परे। अब मूल विषयवस्तुमा जाउँ। पहिलो ट्विस्ट कहाँनिर आयो? सरकारका प्रवक्ता शिक्षा मन्त्रीज्यूले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीज्यूले सदनमा उभिएर नेपालले भारतको जग्गा मिच्नु भएको छ भनेर भन्नुभएको होइन। म प्रधानमन्त्री बनिसकेपछि नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने कुरा सुन्दा मलाई अचम्म लाग्यो भनेर आश्चर्य व्यक्त गर्नुभयो हो भनिदिनु भयो। अब सरकारका प्रवक्ताले यो कुरा बोल्नुभन्दा अगाडि चरम अन्धभक्त देखिने प्रतिस्पर्धामा रहेका मानिसहरूको क्रियाकलाप सोच्नुस् एकचोटि। कसैले त्यसमा ग्यास लाइट रणनीति देखिरहेको थियो, कसैले त्यसमा ट्युबलाइट रणनीति देखिरहेको थियो, कोही सनलाइट मुनलाइट रणनीतिको कुरा गर्न तयार भएर बसिरहेको थियो, कोही कुनै लाइटवाला रणनीति पाएन भने स्ट्रिट लाइट अथवा टर्च लाइटबाट रणनीति पनि दिन तयार थिए। र फोटो भिडियो खिचेर हाल्नेहरूको त भन्नै परेन, खुट्टै भुइँमा थिएन, आकाशमा उडिरहेका थिए। केपी ओलीलाई गाली गरेर बालेन शाहलाई सही प्रमाणित गर्न लागि परेका थिए। महाकाली सन्धि देखाएर बालेन शाहलाई सही प्रमाणित गर्न लागि परेका थिए। त हिजोकाहरूले गलत गरे, तिनीहरूले गरेका गलत चाहिँ गलत हुन्, आजकोले गलत गर्यो त्यो चाहिँ सही हो भन्ने प्रकारको भइरहेको थियो। सरकारका प्रवक्ताले स्पष्टीकरण दिएपछि सबै रणनीतिहरू गायब भए। ग्यास लाइट पनि हरायो, ट्युबलाइट पनि हरायो, सनलाइट पनि हरायो, मुनलाइट पनि हरायो, टर्च लाइट पनि हरायो, सबै लाइटहरू गायब भए। यानि कि त्यहाँ कुनै रणनीति देखै पर्न छोड्यो। त्यसपछि अब प्रधानमन्त्रीले आश्चर्य व्यक्त गर्नुभयो भनिसकेपछि त अब हिजो त तछाड मछाड चलिरहेको थियो सत्यवादी राजा हरिश्चन्द्रको बुवा बन्नलाई। अब तिनका पनि मुखमा पूर्ण विराम लाग्ने अवस्था आयो, किनभने आश्चर्य व्यक्त गरे हो। आश्चर्य व्यक्त गर्नु भनेको सामान्य कुरा हो। आश्चर्यलाई त प्रमाणित गर्न सकिँदैन नि, दाबीलाई पो प्रमाणित गर्न हिँड्ने हो त। अचम्म लाग्यो भन्ने कुरालाई प्रमाणित गर्नु त पर्दैन। समस्या के भइदियो त भन्दाखेरि चाटुकारहरू नै उल्लु भन्ने अवस्था निर्माण भयो। दोस्रो ट्विस्ट कहाँनिर आयो? राष्ट्रसभा सभापति अहिले पनि भारत भ्रमणमै हुनुहुन्छ। हिजो विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारहरूसँग कुराकानी गर्दाखेरि हाम्रै प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टेकेर भारतको अवधारणा के हो त, भारतको बुझाइ के हो त भन्ने कुरा प्रश्न पारे। उनले के भने 10 गजा क्षेत्रमा समस्या छ, त्यो समस्या समाधान गर्नका लागि दुई देशले विज्ञ समूह बनाएर काम गरिरहेका छन्। त्यो विज्ञ समूह अहिले बने हैन, विज्ञ समूह उहिले बने हो।
र 10 गजामा एकअर्का देशका जनताले मिचेका छन्, भोग चलन गरिरहेका छन्। कसैले खेत बनाइसक्यो, कसैले घर बनाइसक्यो, कसैले के गरिरहेछ भन्ने कुरा अहिले हैन उहिले आइडेन्टिफाई भयो। दस्तावेजीकरण उहिले भयो, अहिलेको नयाँ कुरा होइन यो। यति हो कि अहिले जस्तो मिडियाबाजी भएन ती कुराहरू, तर दस्तावेजमा उहिलेदेखि छन्। त्यही कुरा उनले कोट्यायो। त्यसपछि उनले गण्डकी नदीले बहावको धार परिवर्तन गरेको कारणले सुस्ता क्षेत्रमा सीमा विवाद रहेको कुरा औल्याए। त उनले आइडेन्टिफाई गरेको, अब यहाँ ध्यान दिन पर्ने कुरा छ, उनले आइडेन्टिफाई गरेको सीमाको गम्भीर समस्या भनेको सुस्ता मात्रै हो। जबकि नेपालीहरूको टाउको दुखाइ बनिरहेको विषय लिपुलेक र कालापानी हो। लिपुलेक कालापानी विषयमा हिजो भारतको विदेश मन्त्रालयको प्रवक्ताले कुनै टिप्पणी गर्नुभएको छैन। अब भारतको विदेश मन्त्रालयको प्रवक्ताले गण्डक क्षेत्रको सीमा विवाद चाहिँ औल्याउने, कालापानी लिपुलेकको विवाद चाहिँ किन नऔल्याएको, किन त्यता सङ्केत नगरेको, किन त्यहाँ नबोलेको त, किन त्यो विषयलाई नजरअन्दाज गरेको त, त्यहाँ घोत्लिन जरुरी छ। त्यो किन हो त भन्दाखेरि भारतीयहरू लिपुलेक कालापानीको त्यो क्षेत्रलाई आफ्नो देशको सीमाभित्रको क्षेत्र मान्दछन्। उनीहरू त्यसलाई विवादित नेपाल भारत सीमा समस्याग्रस्त अथवा अतिक्रमित समाधान गर्न बाँकी क्षेत्रको रूपमा नै लिँदैनन्। मूल विषयवस्तु यहाँनिर छ। मूल विषयवस्तु यही हो। नेपालीहरू कालापानी लिपुलेक क्षेत्रलाई नेपालको भन्छन्, भारतले अतिक्रमण गरेको भन्छन्। हाम्रो तर्क, हाम्रो दाबी त्यो रहन्छ। तर भारतीयहरूको तर्क, भारतीयहरूको दाबी के रहँदै आएको छ त भन्दाखेरि त्यो नेपालको क्षेत्र होइन, त्यो हाम्रो क्षेत्र हो, त्यहाँ कुनै विवाद छैन, त्यहाँ नेपालीहरू जबरजस्ती विवाद गर्छन्, हामी त्यसलाई मान्यता दिँदैनौँ भन्छ। त्यो कारणले गर्दा हामी कहाँ लिपुलेक कालापानीको विषय जतिसुकै बहसमा आओस्, छलफलमा आओस्, राष्ट्रियताको विषय बनोस्, उनीहरूलाई छुँदैन अथवा उनीहरू त्यसलाई नजरअन्दाज गरिरहेका हुन्छन्, सम्बोधन नगर्ने प्रयास गरिरहेका हुन्छन्। यो कुरो साथीहरूले बुझ्न जरुरी छ, जसले चाहिँ अब भारतले नेपालको भूभाग फिर्ता गर्छ भन्दै अस्तिसम्म हावामा उडिरहेका थिए, हिजोदेखि भुइँमा टेक्न बाध्य भएका छन्। अर्को भारतको विदेश मन्त्रालयको प्रवक्ताको महत्त्वपूर्ण टिप्पणी, प्रधानमन्त्रीज्यूले सदनमा उभिएर नेपाल भारत सीमा विवादमा बेलायतसँग पनि हामी कुरा गर्दैछौँ भनेर भन्नुभयो। भारतको विदेश मन्त्रालयको प्रवक्ताले चाहिँ नेपाल भारत सीमा विवादमा तेस्रो मुलुकको ठाउँ छैन भनेर हाम्रो प्रधानमन्त्रीले बोलेको कुरालाई ठाडै खारेज गर्नुभएको छ। यो कुरो मैले मेरो अघिल्लो भिडियोमा पनि उठाएको छु। हामीले जे बुझेका छौँ संसार आज त्यहाँनिर छैन। बेलायतलाई नेपाल भारत सीमा विवादमा बोलाउँछु, निम्त्याउँछु भन्नु भारतसँग न्यु खोज्नु मात्रै हो। उनीहरू त्यसलाई ठाडै इन्कार गर्ने छन्। भारतले मात्रै इन्कार गर्ने छैन, यो पनि बुझौँ। फेरि आजको दिनमा बेलायतलाई बोलाउनु, निम्ता दिनु भनेको भारतले आफ्नो अपमान ठान्ने मात्रै होइन कि भारतले मात्रै त्यसलाई इन्कार गर्ने होइन कि बेलायत आफै पनि यसमा घसिटिन, मिसिन आउँदैन। किनभने आजको बेलायत हिजोको इस्ट इन्डिया कम्पनी होइन, हिजोको ब्रिटिस सरकार होइन। आजको बेलायत युरोपभित्र खुम्चिएको एउटा भूभाग हो जो नेपालको लागि भनेर भारतसँग जोरी खोज्नेवाला छैन। त्यो वस्तुस्थितिलाई बुझ्नु पर्यो भन्ने कुरा हो। त यो दुईटा नयाँ ट्विस्ट आएको हुनाले मैले यो भिडियो बनाएको हो। खासमा यो अन्तिममा मेरो सन्देश सबैजनालाई के हो भने समर्थन गर्नुपर्छ, समर्थक बन्नुपर्छ, राम्रो कुराको प्रचार पनि गर्नुपर्छ, व्यापक प्रचार गर्नुपर्छ। राम्रो काम गर्दा गर्दै पनि कसैले आलोचना गर्यो, विरोध गर्यो भने त्यो विरोध गर्ने, आलोचना गर्नेलाई खोइरो खन्नु पनि पर्छ, त्यसलाई जवाफ दिनु पनि पर्छ। तर कामै गलत भएको छ भने चाहिँ लिपापोती गर्नु हुँदैन, ढाकछोप गर्नतिर लाग्नु हुँदैन। सेतो पर्दा ओढाएर एकदम राम्रो हो, सही हो, ठिक हो भनेर जय जयकार गर्दै
चरम अन्धभक्त बन्ने प्रतिस्पर्धामा सहभागी बन्नु हुँदैन। हिजो केपी शर्मा ओलीलाई यस्तै प्रवृत्तिले बिगारेर अहङ्कारी बनाएर पतनको बाटोमा हिँडाएको हो। आज तपाईहरू जो प्रधानमन्त्री बालेन्द्र शाहको अन्ध समर्थक बन्ने प्रतिस्पर्धामा सामेल हुनुभएको छ, मेरो समर्थन छ बालेन सरकारलाई भनेर जय जयकार गर्दै हिँडेको जुन समूह छ, जुन मानसिकता छ, यसले अन्ततोगत्वा बालेन शाहलाई पतनकै बाटोमा हिँडाउने। त तपाईहरूको समर्थन नै तपाईको प्रिय पात्रको पतनको मार्ग नबनोस्, पतनको कारण नबनोस्। अन्तिममा मेरो यही अनुरोध।